हेलो साथीहरू, सेवा नमस्ते। तपाईँ सबैजना आरामै हुनुहुन्छ होला। आज म फेरि एउटा नयाँ भ्लग बनाउन गइरहेको छु। आज चाहिँ हाम्रो ससुरालीज्यूहरूको वार्षिक समर भेटघाट कार्यक्रम ओल्डसोट एम्पायर हलमा हुन गइरहेको छ। हामी पनि अब केही समय पश्चात सपरिवार लाग्दैछौँ। एन्ड ओभियसली आइ एम भेरी एक्साइटेड टु सी माई अल इन लजहरू है। अनि म तपाईँलाई अरू बाँकी रहेको भिडियोहरू उहीँ पुगेर देखाउने छु। पल्लो सल्लो पार्टीमा किनेर तिनजना आज यो हल चाहिँ 3 फ्लोर छ। माथि टपमा हाम्रो मुनिबाट चाहिँ यहाँ हुन्छ। भर्खर पुग्यो हजुर 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 भर्खर मामा। आजको हाम्रो भेन्यू यो भेटघाट फ्यामिली गेट टुगेदर ससुराली साइडको निलम बहिनी। नमस्ते निलम बहिनी। हजुर हजुर हेलो ल आउनु। धेरै पछि भेट्यो माइजू, धेरै पछि भेट्नु भयो। हजुर के भन्छ अब दसैँ भेटेको है। फेरि भेट्नु दसैँको हजुर। ल आजको हाम्रो परिकार स्टार्टर हो नि यो। यसको हाम्रो पानीपुरी छ है। दामी यो तपाईलाई भने जुस हाल्दो त्यो भयो नि मोटी टक्क हुने खालको पानीपुरी को यो तपाईको लागि जस्तो लाग्छ। मेरो हो भने त्यही ल्याएको छु न। अर्को ल्याउनु सक्छ यो यता चाहिँ हाम्रो डिनरको स्टार्टर ल्याउने नि। हजुर ल आमा ल सुपर चिउरा आलुदम खसीको बनाउँदा चिकन विङ्स समोसा स्प्रिङ रोल मोमो। के मोमो के को है चिकन मोमो है। कसरी रोजिना अनि साडी चाहिँ के अनि साडी चाहिँ के गर्ने नि? कस्तो भयो आज ट्राभल? ट्राफिक पऱ्यो? ट्राफिक पऱ्यो? गाह्रो पऱ्यो हाम्रो। अनि के अरे अविनाश ट्राफिक थियो? जुगा त सही भएछ त हौ।
हजुर कति छ छेमा नुहाइजु म चाहिँ ग्यास खोल्नु जानिरहेको यहाँ हजुर हजुर जानु पनि ग्यास खोल्नु हजुर हजुर पुरा गर्ने हो भने फेसबुक हजुर मिठो 8 बजेदेखि तपाईँको 8 बजेदेखि ए अब मुनि 250 तल 250 मान्छे मुनि पार्टी आफै तिर्छ नि मलाई त के आफै तिर्दैन भन्दै उनीहरू आफै तिर्छ नि ल ल भाइ प्लिज सना शिवन पानीपुरी खाऊ त मिठो छ मोमो खाऊ मोमो ठिक छ नि हो अनि आज पार्टीमा अनि अन्त तोड्नु किन पानीपुरी खाएन जमुना खाएन पानीपुरी हो रोजिना पानीपुरी खायो लो है फुपूको भदनीहरू के साह्रो राम्रो भदनीहरू आम्मा 3 जना है वरिपरि आम्मा जाउन उजन राम्रो छैन होइन म लिएर आउँछु बाबु ल कस्तो छ आजको चाहिँ खाना चाहिँ मिठो छ ल ससुराली आएर चाहिँ हजुर अब मिठो मानेर खानु पर्यो नि कस्तो कस्तो छ खाना ल हाम्रो बाबु हामीले अब जैसामै है फेरि ससुरालीमा अलिक तन्ना खाएर जानु होला है खाना मिठो बहिनी अनि आरामै हुन्छ निकै पछि भेट है ल ल हुन्छ आउँछु म आइज यति के मिठो छ स्यामा सबै खानेको मिठो छ सबै मिठो छ आज टेस्टी छ ल ल मलाई पसल लिनु माया मलाई यता लिनु फुपू खै जाने मामा आउनु भएन मामा आउनु भएन बाबु ड्युटी गयो बहिनीहरू बहिनी पनि आएन नानी बिरामी छ हजुर अनि त्यहाँदेखि दुईजना बहिनी चाहिँ एकजना बहिनी चाहिँ उसको काम छ अरे ए हजुर ए मात्रै हो ए भाइ कतै आउँछ नि ल भाइ एकछिनमा आउँछ होला दाइ एकछिन हुन्छ बोलाउनु होला नि अहिले नजिकै हो नि होइन त्यसो भने खोइ खप्नु जाने नि त खाने अरू भयो
खाने अरू अझै खाने खानुपर्छ नि मोमो दामी छ जस्टिन मिठो छ खानेकुरा मिठो छैन खानेकुरा मिठो छ थपभन्दा मोमो खाऊ न तिमी त मोमो खाएनौ मन पर्दैन क्या ए ल ल ल खाऊ लिनु बहिनी लु माइजू लु खाना लिनु हामी त यस्तो हजुर ठिक छ नि लिनु हजुर मिठो छ है यता मिठो छ नि माइयो एकदमै टेस्टी छ यसपालि हाम्रो पानीपुरी पनि नयाँ छ माइजू हजुर रोटी पनि यस्तो दामी छ हजुर है हजुर हजुर साह्रै राम्रो छ हेर्दै खानुको लागि म त मुखले भन्दा आँखाले खान्छु आँखाले, हजुर, हजुर। त्यही भएर चाहिँ एकदम हजुर रमाइलो हजुर मिठो छ हजुर हुन्छ लु माइजू रमाइलो गरौँ हस् हस् Bingo, we're gonna play in a minute, right? साडीहरू पुरा भनेको यहाँ साडीहरू यसो भने बोजू तपाईँलाई भेटेको छैन लङ टाइम मसी भइसक्यो भन्दै थियो अस्ति Happy Family Day, Pupu. Happy Family Day. Khoy, cheers, khoy. Nilam bhai la. Ye la. अहिले खोटो बाङ्गरलाई हजुर खोटो बाङ्गरलाई ठीक छ सकिन्छ नगरौँ न अनि खोइ त भेनालाई चाहिँ खोइ त दिनु न ड्रिङ्क खानु न छ त भगवान् ल चेस खोइ त साली भेनालाई हजुर ल नम्बर छ भने क्रस गर्नु नम्बर छ क्रस सिधै लास्ट कल 23 पेस नम्बर मलाई यो नेक्स्ट यो टेबल जित्छ साथै आई गट फिलिङ फ्रम दिस टेबल क्या ज्याकपॉट आई थिंक नेक्स्ट नम्बर रहेको छ 58 58 कति रहेको अन्त नेपालीमा भनिदिनु होला प्लिज 58 58 नम्बर प्लिज गाइस 58 आयो म यहाँ खोइ छेमाको छैन Again, one more time, 58. Okay, moving on to the next round. म पर्खिनेवाला छैन म मुभ अन गरिसकेँ अब नेक्स्ट राउन्डको लागि गयो नेक्स्ट नम्बर रहेको छ 28 नम्बर है 2828 हैन 28 म टिकट त नुन्यम ल ठिक छ सबैको यहाँ खेल्दै गुड लक ब्रदर नेक्स्ट नम्बर ओके ल भयो भयो we know not waiting for anybody कसैको लागि पर्खिनु पर्ने छैन नेक्स्ट नम्बर रहेको छ 7373
कति भन्छ नेपालीमा 73 गुड कति नम्बर चाहियो सुनौँ त 90 कति 90 कति 80 कति 16 ओके ओके अरु 90 90 and 16 ल मैले सबैले आफ्नो आफ्नो नम्बर दिएँ त ल 65 ल 65 सबैजनाले सबैले पायो 65 परेन कसैले परेन सबैजनाले पढ्दैन Simon, how many number you got? One more. Okay. For the quick 5. ल नेक्स्ट नम्बर रहेको छ कति कति 16 कोले अरु के छ अरु चाहिने के चाहियो 86 अरु 39 yes 49 पनि छ 74 पनि छ 86 पनि छ ओके थर्ड लाइन बिङ्गोले छ 85 बाँकी त 86 80 भर्खरै लास्टमा आएको थियो यस वी हेभ द सेकेन्ड विनर ओके गाइस हाम्रो 70 सेकेन्ड लाइनको विनर रहेको छ गाइस राउन्ड अफ अप्लज ताली Round of applause. Bingo winner! Yay! Bingo winner! सबैभन्दा सिनियर पुर्खा हुनुहुन्छ हाम्रो फ्यामिलीको आज 2026मा 26को शुभ उपलक्ष्यमा हाम्रो फ्यामिली कार्यक्रममा आदरणीय हाम्रो डम्बर कुमारी गुरुङज्यूलाई सम्मानको साथमा हामीले केही नसके पनि एउटा खाता र फुल दिएर हजुरलाई सम्मान गर्दैछौँ र हजुरहरूले हामीलाई धेरै आशीर्वाद दिनुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछौँ ल हजुरहरूलाई खाता लगाइदिनुहोस् प्लिज सबै यसरी नै हजुरलाई हामीले सम्मान गर्न पाऊँ नारो आयो भएर जुन दिइराख्नुहोस् नारो आयो होस् फुकुलाई आउन हाल्नुहोस् न दुईजना दिदीभाइ भएर हजुरलाई धेरै धेरै बधाई यसरी बाँचिराख्नुहोस् हामीलाई साथ र सपोर्ट चाहिन्छ हजुरको सधैँ यसरी गर्नु पाऊँ धेरै शुभकामना छ हजुरलाई धेरै धेरै शुभकामना छ हामी तपाईँको सन्तानहरूकोबाट हामी एउटा बाजेको सन्तानहरूले हजुरलाई पुर्खा गरेर मजाले अहिलेसम्म हजुरलाई चाहिँ रेस्पेक्ट गर्न पाउँदा चाहिँ हामी खुसी लागेको छ अब सालमा पनि 4 साल भइसक्यो हजुरले यसरी हामीले कन्टिन्यू गर्दै आएको हामी फेरि पनि यसरी नै सधैँ यस्तै प्रोग्राम गरिराख्न पाऊँ ल धन्यवाद हाम्रो फुपूलाई र केक काटेर अब चाहिँ शुभकामना गर्नु आज हाम्रो फ्यामिली गेट टुगेदर सबैले ताली लगाइदिनु होला अब हाम्रो केक काटेछन् 1 2 ल हाम्रो फुपूलाई त्यहाँ टिका लगाइदिनुहोस् न सानो काटेर ल सबैले मुखमा खानिदिनु अलिकतिर चम्चाबाट हुन्छ हातैले खाँदै पनि फुपूलाई ल खाँदिनँ ल अब हजुरलाई भदैनीले के खुवाउँदै हुनुहुन्छ फुपू पनि डम्बर कुमारी भदैनी डम्बर कुमारी नै खाने टिभीको डक्टर पनि झुकेको छ डक्टर झुकेर भइरहेको छ
भदैनीलाई पनि हजुर ल भयो भयो थ्याङ्क यू सो मच सबैलाई अब बोजूले पनि दुई शब्द सबै हाम्रो परिवारलाई आज हाम्रो तपाईँको परिवारलाई फ्यामिलीहरूलाई के भन्न चाहनुहुन्छ दुई शब्दहरू भनिदिनुहोस् संसारै यसो हाम्रो सन्तानले काँडा काँडा ढागु सबैजना ज्ञानी हुनु धेरै धेरै ठुलै मान्छे भएर मात्रै जाने सबै ढागेर सबै छोरा नाति नाति पाती सबै ढागु अब आई रेस्पेक्ट फुपू किनभने फुपू र हाम्रो आमा चाहिँ अल्टिमेट फ्रेन्ड हो चाइल्डहुडबाट के बच्चादेखि है होइन अनि हामी चाहिँ एकदम के भन्नु कसरी जान्दैन जान्छ कि त्यो हो तर माइक राख्नु अगाडि I wouldn't say that anyway. This goes. All of the lost within on Masa, and half of it, I will accept it. I'll do the Rojina, and I'll pay for that. Okay. And you all keep on. Congratulations! हामीलाई पार्टी चाहियो हामीलाई पार्टी त चाहियो लु अब बुहारीलाई खान्थ्यौँ न पहिला धेरै धेरै बधाई धेरै शुभकामना छ हाम्रो छोरा बुहारीलाई हाम्रो उहाँहरू नयाँ जीवनमा वैवाहिक जीवनमा बाँधिनु भएकोमा धेरै धेरै शुभकामना छ हाम्रो छोरा बुहारीलाई यसरी नै हामीले आशीर्वाद दिन पाऊँ होइन आशीर्वाद दिन पाऊँ ल बोजूले नातिले एक खाँदैन बुहारीलाई नि खाँदैन बोजू ताली लगाइदिन त सबैले ल माइक्रोफोनको मान्छे कडा हुनु पर्यो कडा त छु त नि अब त्यहाँ अब नोट निकाल्नु पर्यो नि ल खाना अब हाम्रो छोरालाई अब
बोजूले खाना ल्याइदिँदै समान गरिदिन्छ ल धन्यवाद ल अलि देख्ने गरी गर्नु न आजदेखि चाहिँ हाम्रो रुकु नानी चाहिँ अब गुरुङमा परिणत भयो है ल अब रुकु गुरुङ भन्नुपर्छ होला रिक्का गुरुङ हिमाल गुरुङ रिक्का गुरुङ ल ताली पुगेन ताली ल फुल पनि दिनुहोस् ल एराको बहिनीको जीवन सुखमय रहोस् यही आशीर्वाद छ हामी सबै परिवारको ल बधाई छ नानी धेरै धेरै बधाई छ अब गुरुङ फाइनलमा जोइन भएकोमा अब अर्को सालदेखि चाहिँ सबै नयाँ जुलाई गर्नुपर्छ है प्रोग्राम अनि सबै इम्पोर्टेन्ट मान्छेहरू यो फ्यामिली मेम्बर्सहरू है थ्याङ्क यू सुनिएर हामी तपाईँलाई चाहिँ एउटा छोटो सानो पैसा सो थ्याङ्क यू एभ्री वान सबैजना त्यो गरिदिनु भएकोमा पैसा धेरै छ सो गर्नु होला टाइम लाग्छ गर्नु Alright guys, thank you. अनि यसै गरी नेक्स्ट टाइम पनि अब गरौँला होइन हामी सबैजना मिलेर अफकोर्स मेरो पनि सपोर्ट हाम्रो पनि सपोर्ट आउँछ अब यो अर्गनाइज गर्नमा मेरो जिम्मेवारी सबैजनाको जिम्मेवारी हो किनभने सबै हामी फ्यामिली एउटा फ्यामिली मिलेर गर्नु हो त्यही भएर तपाईँबाट पनि अलिकति चाहियो जोडी जोडीलाई सबैलाई
पहिलो
भाइ एकछिन गीत बनाउनु न एकछिन गरेर नाच्छ नि त एकछिन होइन रिगर्नु पर्यो फेरि भएन माइजू कस्तो राम्रो नाच्नु थियो कस्तो है बोजू विनर फुपू विनर हो विनर माइजूले कस्तो नाच्नु थियो यता बोलाउ न मैया यता बोलाउ न धेरै
पर सर्छु मनै साथ्यो कि आनाकानी गर्छु पर सर्छु मन अन्तै साथ्यो कि मलाई उल्लो सानो मिलाउँछ झिक जाता भई पाटोकीमा सिलेको सुर्के खैली खै सुर्के खैली खै भन सुर्के खैली नेक्स्ट इयर पनि एउटा के भनेदेखि एउटा यो पैसा उठाउनु भन्दा पनि एउटा हाम्रो भेटघाट रमाइलो होस् क्या होइन। आज हाम्रो ससुरालीज्यूहरूले आयोजना गर्नुभएको फ्यामिली गेट टुगेदर एकदमै रमाइलो भयो। गएको वर्ष चाहिँ यो वर्ष पनि सबैजना आफन्तज्यूहरूसँग भेटघाट भयो अनि अब आउने साल फेरि यसरी नै रमाइलो गर्नु, रमाइलो भेटघाट गरौँ भन्ने बाचा गर्दै मेरो यो लामो भ्लग हेरिदिनु भयो। धेरै धेरै धन्यवाद अनि हार्दिक नमस्कार।
आजको हाम्रो ससुरालीज्यूहरूले गर्नुभएको फ्यामिली गेट टुगेदर एकदमै रमाइलो भयो। गएको सालहरू जस्तै यो साल पनि सबैजनासँग भेटघाट, रमाइलो गफगाफ, मिठो खानपिन अनि अब आउने अर्को साल पनि फेरि भेट्ने बाचा गर्दै मेरो यो भिडियो हेरिदिनु भयो। धेरै धेरै धन्यवाद। नमस्कार।